हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के म जति हिम्मतिलो कोही पनि छैन यो देशमा कुरा बुझ्नुहोस् तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ ठिक छ लाग्छ भने मलाई लाग्छ भनेर म त्यो उसमा निस्केँ सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि द्वन्द्वनियुद्ध बलिरहेको आगोमा हाम फाले मैले हाम फाल्ने निर्णय गरेँ 500 किलोमिटर टाढा गइयो हामी हैन यो देशको नबोल्नु न दाइ नबोल्नु न तपाईँ